बाजेले चाहिँ कसरी हेर्नु भएको छ। स्वर्ग भन्दा कम छैन हाम्रो प्युठान है। वाउ नाइस। हेलो गाइज, वेलकम टु माई एनदर न्यू भ्लग। आज चाहिँ म मेरो साइकलको एउटा पाङ्रा पङ्क्चर भएको थियो, त्यसैले बनाउन आएको छु। हजुरहरू के कस्तो हुनुहुन्छ? आई होप सबैजना ठिक हुनुहुन्छ होला। बाजेले चाहिँ कसरी हेर्नु भएको छ, के गर्न लायो यो मान्छेले भनेर डराउनु भएको छ कि के हो र। ल है गाइज, म चाहिँ आइसकेँ खोलातिर। यसो चिसो हावा खाएर फ्रेस हुँ भनेर खोलातिर आएको छु आज। म चाहिँ एक्लै आएको, मेरो साथी आइनिन्, बेबी बिरामी परेर। यो चाहिँ प्रतीक्षालय हो। धेरैजना मान्छेहरू यहाँ बसेर चिसो हावा खान्छन् गर्मीको समयमा। ओ माई गड, कति ठुलो है खोला, हेर्नु त धमिलो धमिलो छ। ओ माई गड, भ्यू त एकदम राम्रो छ त। यो चाहिँ धारा हो। यहाँ चाहिँ जहिले 24 घण्टा पानी आउँछ। हेलो गाइस, म चाहिँ यहाँ हावा खान यता खोलातिर आएको। मेरो साथीको बेबी चाहिँ बिरामी भएको हुनाले आउन मानेनन्। सो म चाहिँ एक्लै आएको, हिँडेर आउन झ्याउ लाग्यो। अनि साइकल थियो मसँग, अनि साइकलमा चढेर आएको। एकदमै आनन्द, गर्मीको समयमा खोलाको छेउमा। यति चिसो हावा, हो माई गड। अब चाहिँ दिनकै आउनु पर्ला जस्तो छ है गाइज। हजुरहरूलाई म यहाँदेखि नै भ्यूहरू देखाउन चाहन्छु। राम्रोसँग हेर्नु होला र मनोरञ्जन लिनु होला। हस्, हेर्नुहोस् है त। कस्तो राम्रो देखिरहेछ नि। अघि न म आउँदा चाहिँ पानी परिरहेको थियो नि, अनि केही छैन, निस्किहाल्छु, म गइहाल्छु साइकलमा भन्ने हिसाबले चाहिँ म निस्केको। अहिले चाहिँ पानी रोकिसकेको छ गाइज, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो साइकलको एउटा पछाडिको पाङ्रा पङ्चर भएको थियो, अनि त्यसले गर्दाखेरि यो फेरेर अनि सबै ठिक गराएर म चाहिँ यहाँ हावा खाँदैछु। हेर्नुहोस्, यो चाहिँ जुम्री खोला हो। जुम्री होइन, के भन्छ यसलाई, झुम्रु खोला भन्छ। झुम्रु खोला हो यो चाहिँ। माथि गौमुखीदेखि बग्दै आउने भएको हुनाले यसलाई झुम्रु नाम दिएको हो। सुनेको छु सायद होला। हेर्नुहोस् कस्तो राम्रो छ यहाँ रुखहरू। म पारिदेखि देखाइदिन्छु है हजुरहरूलाई। वाउ, पुरै सिसोको रुखहरू हो। हेर्नुहोस्, हजुरहरू पनि यता बिजुवार कतै बस्नुहुन्छ भने गर्मीको समय छ, साँझ बिहान चाहिँ हावा लिन यहाँ यतातिर आउनु होला। एकदम राम्रो छ। हेर्नुहोस् है त, यहाँ चाहिँ बस्छु म, अनि हावा खानु पर्छ है त। हजुरहरू पनि हेर्दै गर्नु, म चाहिँ हावा खाँदै गर्छु है। अघि न साइकलमा चढेको भिडियो हजुरहरूलाई देखाउ भनेको, मोबाइल राख्ने ठाउँै भएन क्या, खस्ला भन्ने डर भयो। अनि मेरो साथी आइदिएको भए चाहिँ पछाडि बसेर मोबाइल समाएर भिडियो बनाएर देखाउनुहुन्थ्यो हजुरहरूलाई, तर पनि केही छैन।
म अहिले भ्याएसम्म अगाडि राखेर भए पनि हजुरहरूलाई म देखाउने छु ल। अब चाहिँ बिस्तारै बिस्तारै माथितिर बाटो जानुपर्छ, नत्र अहिले पानी पर्छ फेरि। छाता छैन साथीहरू, छाता छैन गाइस। के कस्तो देखिरहेछ, राम्रो देखिरहेछ होला, पक्कै पनि भ्यूहरू राम्रो देखिरहेको छ होला भन्ने मलाई लागिरहेको छ। हजुरहरू पनि इन्जोय गरिराख्नु भएको छ होला होइन त? ल गाइस, मैले चाहिँ एउटा झोला लिएर आएको थिएँ। त्यही झोलाभित्र मोबाइल राखेर भिडियो रेकर्ड गर्दैछु र म चाहिँ पछाडिबाट साइकल चलाउँदैछु। कस्तो देखिन्छ हेर्नु होला है। ल गाइस, मैले चाहिँ भिडियो बनाउँदै थिएँ, झोलामा बनेन क्या, मोबाइल खस्ला भन्ने डर भयो। के गर्नु त है, गाह्रो छ। म चाहिँ हल्का माथि गएर हजुरहरूलाई भिडियो बनाएर देखाउँछु ल। मैले साइकल कतिको जान्ने रहेछ भन्नुभएको छ होला कसैले। ओके गाइस, म चाहिँ हजुरहरूलाई यहाँदेखि स्ट्यान्डमाथि राखेर साइकल चलाएको भिडियो देखाइदिन्छु ल। हेर्दै गर्नु कस्तो लाग्छ। देख्नुभयो नि कति स्पिडमा चलाउने रहेछ भयो हजुरहरूलाई। हेरिदिनु भएकोमा नमस्कार, धन्यवाद। ओके, म चाहिँ आइसकेँ है यो त्यहाँबाट। वाउ नाइस। फाइनली गाइस, हामी चाहिँ झोलुङ्गे फुल हुन आइसक्यौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बस्नको लागि रुखको छादी केही पनि नभएको रहेछ। देख्न सक्नुहुन्छ सानो रुख छ है। यहाँ त देख्न सक्नुहुनेछ हजुरहरूले, बिजुवार बजार कस्तो राम्रो देखिन्छ। हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, ताकि फेरिका बसाइहरूमा पनि म हजुरहरूलाई यस्तै राम्रा राम्रा भिडियोहरू लिएर उपस्थित हुन सकु। हेर्नुहोस्, ओहो ठुलो पानी पर्छ नि त, ठुलो बाँधे आएको हेर्नु न, धमिलो छ, पुरै धमिलो। हेर्नुहोस् पुरै घाम लागिरहेको क्या यहाँ चाहिँ, अस्ति गर्मी हावा खान आएको। ऊ त्यहाँ तलको जस्तो छाडी छैन क्या यतातिर। मेरो आवाज आछ कि आएन भन्नु होला है। अब चाहिँ म रुक्नेवाला छैन, म चाहिँ अब घर फर्किन्छु, किनकि एक्लै छु। अहिले पानी त पर्दैन होला, झ्याउ हुन्छ फेरि ढिलो भयो भने है त। म माथितिर हजुरहरूलाई फेरि
देखाउने छु। हेर्नुस्, स्वर्ग भन्दा कम छैन हाम्रो प्युठान है। हजुरहरूलाई कस्तो लाग्यो, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। ऊ त्यो माथिको देख्नु भएको छ, माथिको डाँडा क्या, त्यो पहाड देख्नु आयो नि, त्यहाँ भित्रीकोट पर्छ। वाउ, ब्युटिफुल नेचर। आई होप सबैजना मेरो भिडियो हेरेर एकदमै इन्जोय लिनुभएको छ होला। अहिले चाहिँ पानी पर्ला जस्तो भएको छ, सो मैले भिडियो यही इन्ड गर्नुपर्ने हुन्छ। मेरो भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला। बाँकी हामी नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। अहिलेलाई बिदा चाहन्छु। थ्याङ्क यू सो मच।